यो चाहिँ मेरो दुबईको रियल लाइफ हो। मेरो चाहिँ मर्निङ ड्युटी थियो, त्यही भएर बिहान उठेर रेडी हुनतिर लागे। यतिखेर चाहिँ अलमोस्ट 5:50 भइरहेको थियो कि, अनि रेडी सेडी भएर लाइट साइट अफ गरेर म चाहिँ मेरो ड्युटीतिर जानलाई निस्केँ। बाहिर हेरेको त अँध्यारै थियो के, प्रायः जसो चाहिँ मेरो डे ड्युटी भइरहेको हुन्छ, तर आज चाहिँ मैले मर्निङ ड्युटी गरेको थिएँ। सुरुमा पुग्न साथ अटेन्डेन्स लगाउनु पर्ने हुन्छ, त्यसपछि चाहिँ मेरो काउन्टरमा गएर चाहिँ मेरो क्यासहरू मिलाउनु पर्ने हुन्छ कि, अनि क्यास मिलाएर भइसकेपछि चाहिँ सरसफाइ गरेर आफ्नो काम स्टार्ट गर्नुपर्छ। अनि दिउँसो चाहिँ मेरो ब्रेक थियो 4 घण्टाको, अनि म रुममा आएँ। अनि आज चाहिँ मैले रुममै खाना पकाउँछु भनेर सोचेर आएको थिएँ कि, अनि म आउँदाखेरि मेरो हस्बेन्ड चाहिँ मस्त सुतिरहेको थियो। अनि म खाना पकाउनुलाई किचनमा गएको त चामलै रहेन रहेछ, त्यही भएर म चाहिँ ग्रोसरी गएँ सुरुमा चाहिँ। अनि आज चाहिँ किचन खाली पनि थियो, एक्लै भएकोले गर्दाखेरि पकाउनलाई सजिलो पनि भइरहेको थियो कि। सो खानासाना रेडी गरेँ ओरेँ, अनि तरकारी चाहिँ हिजै पकाएको थिएँ कि मैले, यसो खाएर ओरेर अनि एकछिन सुतेर ड्युटी जान्छु भनेर म चाहिँ सुतेँ। सो आजलाई यति नै, बाई।